विशेष सम्मानको कार्यक्रम पनि राखिएको छ। यस सन्दर्भमा ती तीनजना व्यक्तित्वहरूको बारेमा म आफूले बुझेअनुसार थोरै उहाँहरूको परिचय यहाँहरू समक्ष राख्ने जमर्को गर्छु। र यो यसरी औपचारिक रूपमा राखिने परिचय भनेको त्यो बाहिरी परिचय अलिकति थोरै आवरणमा मात्रै हुनेछ। उहाँहरूको अन्तर्व्यक्तित्व, उहाँहरूभित्रको त्यो शिल्प, त्यो सिर्जना र उहाँहरूले अहिलेसम्म गर्नुभएका योगदानहरू र भविष्यमा पनि उहाँहरूबाट मुलुकले प्राप्त गर्ने त्यस किसिमका योगदानहरू अतुलनीय छन्। त्यो वर्णन गरेर पनि हामीलाई साध्य हुँदैन। एकातिर एउटा कुरा गर्दै गरौँ, अर्कोतिर केही कुरा छुटिराखेको हुन्छ। उहाँहरूको त्यो अन्तर मनभित्रका र उहाँहरूभित्र रहेका कुराहरूलाई हामीले छर्लङ्ग पार्न पनि निकै कठिन हुन्छ। र यस सन्दर्भमा तीनजना व्यक्तित्व, डाक्टर इन्दुल केसी, अनि शङ्कर मानन्दर र डाक्टर सीता सुवेदी, उहाँहरू सम्मानित हुनुहुँदैछ। र यस सन्दर्भमा डाक्टर इन्दुल केसी प्राय हामी उहाँलाई नचिन्ने कमै होला, थोरै मात्रै छौँ होला यहाँ। उहाँले लामो समयसम्म नेपाल सरकारको निजामती सेवामा